हेलो नमस्ते अनि मेरो भ्लगमा तपाईहरु सबैजनालाई स्वागत छ है त। ल यो पार्क कस्तो छ तपाईहरुले देखाउँछ है त। पार्कमा यहाँ बस्ने ठाउँ पनि छ है। यहाँनिर पार्क मजाको आनन्द। यहाँ बिहान बिहान आएर हामी जगिङहरु पनि गरिरहेको हुन्छ, जिम सिम गरिन्छ हैन, हल्का एक्सरसाइज छ हैन। आनन्दले बसेर रेस्ट गर्न पनि सकिन्छ। हामी प्रायः पार्कमा नै आउँछौँ, तपाईँले हेरिदिनु होला। दुबईमा चाहिँ पार्क यस्तो छ हैन। साथीले भ्लग गर्दैछ। अहिले चाहिँ हामी यहाँ उता खानेकुरा छ कि हेर्न जाँदैछ है त। यो चाहिँ फुड ब्याङ्क भन्दो रहेछ। अनि यहाँनिर चाहिँ यहाँको लोकलहरूले खानाहरू पानीहरू ल्याएर राखिदिएको हुँदो रहेछ। अनि बाटोमा हिँड्ने मान्छेहरूलाई भोक प्यास लाग्यो भने यहाँबाट झिकेर खान मिल्दो रहेछ। यो चाहिँ फ्रीमा हो। अनि यहाँ अहिले चाहिँ केही पनि रहेनछ, खानाहरू नबिग्रोस् भनेर कुलर सिस्टम फ्री जस्तो रहेछ। यो चाहिँ जसले नि खान मिल्छ है त बाटोमा हिँड्नेहरूले। तर अहिले चाहिँ खाली नै रहेछ। यो भित्र चाहिँ बाख्राहरू पालेको छ है त, बाख्रा पालन पनि रहेछ। यो कल्चर भयो है। यो चाहिँ गेटबाट छिर्ने ठाउँ। पार्कमा जस हरियाली बनाएको छ। अब यहाँनिर चराको गोठ छ है त, भुटिट्याउको गोठ छ। म तपाईँहरूलाई देखाउँछु है त। यहाँनिर चाहिँ चरा गोठ पनि छ। अनि यो चराको नाम चाहिँ भुटिट्याउ भन्दो रहेछ। अस्तिसम्म 4वटा अन्डा थियो, अहिले चाहिँ 2टाको चाहिँ बच्चा झिकेछ, 2टा मात्रै बाँकी रहेछ। अनि चराको बच्चा यस्तो छ है त। यो यसको बच्चा चाहिँ गोठमा नराख्दो रहेछ, माउले झाडीतिर लुकाएर राख्दो रहेछ। बाजहरू बिरालोहरूले खान्छ भनेर। सानो भर्खर जन्मेको बच्चा यस्तो छ है त। भर्खरको बच्चा हो क्या, हेरिदिनु भएको छैन। यो बच्चा बुत्ला, यो बच्चा जम्मै निक्लिन्छ। यो चरा गोठ नजिक आयो नि त। यो हुटिट्याउ हामीलाई लगाउनु खोज्दैछ क्या यसले चाहिँ। ल यहाँ साथीहरूको चाहिँ पुरै फोटोसुट भइरहेछ। पार्कमा रनिङ हान्नको लागि चाहिँ यहाँबाट सुरु हुन्छ है त। यो 1 राउन्ड हान्दा 500 मिटर हुन्छ। यहाँबाट स्टार्ट हो है त। म तपाईँहरूलाई आज यो 1 राउन्ड घुमाएर देखाउँछु है त। हामी चाहिँ प्रायः बिहान बिहान चाहिँ जगिङ गर्नलाई यहीँनिर नै आउँछौँ। तपाईहरुलाई नि एक राउन्डमा कस्तो छ भनेर देखाउँछ है त। यो पार्क चाहिँ पुरै एक राउन्ड हान्दाखेरि 500 मिटर हुन्छ। हेर्दै गर्नु होला है त।
हामी 100 मिटर हिँडिसकेका छौँ। अब अझै 400 मिटर बाँकी छ। चाहिँ 200 मिटर भयो। ल यहाँ साइडमा जिम गर्ने ठाउँमा पनि छ है त। यहाँ चाहिँ यो बयरको रुख हो। यहाँ चाहिँ चराको गोड पनि छ यहाँ माथि। माथि चाहिँ ढुकुरको गोड छ है त। यहाँनिर ढुकुर पुरै ओथाएर बसिरहेछ। क्यामेराले चाहिँ नदेख्दो रहेछ। बिहान र बेलुका चाहिँ प्राय मान्छेहरू यहाँनिर जगिङ रनिङ यसो इभिनिङ वाकको लागि आउँदो रहेछ। बिहान बेलुका चाहिँ हल्का मान्छे हुन्छ। अहिले हामी 300 मिटर हिँडिसकेका छौँ। अब 200 मिटर बाँकी छ। 500 मिटर होला है। गेट 4पट्टि गेट छ। 4वटा गेट छ यो पार्कमा छिर्नको लागि चाहिँ। एउटा गेट भयो। यहाँनिर चाहिँ मौरीको गोड छ है। यो कठोरी मौरी रे। घाम परेर खै खासै केही देखेको छैन है त। अहिले घाम लागिरहेको छ नि त। दिउँसोको 4:30 भएको छ अहिले। यहाँ दुबईको चाहिँ नेपालमा त 5, 6, 6:30, 45 कति जति भयो होला। यहाँनिर 400 मिटर भयो। यहाँ चाहिँ सकेको छ है त। यहाँ चाहिँ हामी 500 मिटर हिँडेको छ। 500 मिटर भयो है त। यहाँबाट सुरु भएर यहाँ 1 राउन्ड भन्दा 500 मिटर हुन्छ है त। फुलहरू रोपेर हरियाली बनाएको छ। यहाँ डस्टबिन पनि छ। फुलहरूमा पानी चाहिँ यो पाइपबाट अटोमेटिक आउँदो रहेछ। सायद यो थोपा सिँचाइ भनेको चाहिँ यही होला। प्रायः जति पनि पार्कहरूमा छ यो दुबईमा चाहिँ यही सिस्टम छ। पानीहरू अटोमेटिक हुन्छ। मान्छेले पानी हालिरहेको पर्दैन। ल यो खजुरको बोट है त। खजुरको बोट यस्तै रोपेको हुन्छ। फुल फुलिरहेको छ अहिले चाहिँ। यो खजुरको फुल फुल्ने सिजन रहेछ। यसको बास्ना कस्तो मिठो आइरहेछ नि यहाँनिर। यो खजुरको बोटको बास्ना आइरहेछ। ल
यो चाहिँ जुलफी हो अरे अनि यसको चाहिँ यस्तो फल पनि हुँदो रहेछ। यो चाहिँ खान पनि मिल्दो रहेछ, मिठो मिठै हुँदो रहेछ, गुल्ले गुल्ले रातो रातो पाकेको। यो फल नेपालमा पनि पाइन्छ अरे तराई क्षेत्रतिर। यो चाहिँ बयरको बोट, बयरको दाना यस्तो साथीले टिपेर ल्याएको बयर हो होइन। बयर खानु लाग्यो होइन, बयर मिठो नै हुन्छ होइन। किरा हुन्छ है त्यहाँ त्यस्तो हेरेर खालि किरा भिटामिन हुन्छ थाहा छैन, डिस्कभरी च्यानल हेरेको छैन त्यो नि हुन्छ। हेऱ्यो भने किरा देख्छ होइन, यसलाई चाहिँ नहेरी यत्तिकै अब चबाइदिने। यो किरा थियो क्या हो, मिठो मिठो नै हुन्छ है, गुली गुली हुन्छ है, मिठो छ कि भयो किरा हेर्नु त यस्तो आउँछ छ। ए बयरमा चाहिँ यस्तो किरा हुन्छ, आधी किरा आधी कुनै ठाउँमा नकिरा, यो किरा चाहिँ भित्र हुन्छ। साँझमा यो पार्कतिर चढ्न आएको यो मयूर। यहाँको चाहिँ चराहरू नै खासै मान्छेदेखि डराउँदैन। नेपालमा भएको भए त्यो यस्तो मयूर देख्यो भने ढुङ्गाले हानिसक्थ्यो होला, त्यही भएर डराउँछ। यहाँ चाहिँ कसैले पनि केही नगर्ने भएर होला, खासै डराउँदैन। यहाँको लोकल अरबिकहरूले पालेको हुँदो रहेछ। अनि यो मयूरहरू चाहिँ कोही कोही बेला उडेर यो बाहिर पार्कतिर पनि आउँदो रहेछ। बोट हो होइन, खजुर फुलिरह। यहाँ चाहिँ पार्क यस्तो छ, पार्क यो ठुलो छ क्या एकदमै। यहाँनिर बस्ने ठाउँहरू पनि छ होइन। अहिले चाहिँ अब हामी रुम फर्किँदैछौँ है त। पार्कभित्र के गर्न मिल्छ मिल्दैन भने सबै लेखाएको छ त। यो फुटबल गेम भलिबल खेल्न दिँदैन, यी नर्मल ड्रेस लगाएर आउनु पर्यो। बार्बिक्यूहरू पनि दिँदैन, यसो जति हुक्का सिसा दिँदैन। पार्कभित्र के गर्न मिल्छ भनेर नियमहरू चाहिँ बाहिर बोर्डमा नै टाँसेको हुन्छ। हामी चाहिँ अब यो पार्कबाट क्याम्प जाँदै हो है त होइन। होइन सुमन साथी भयो है, भ्लगर मिस्टर सुमन है। अब हामी अहिले चाहिँ हामी अब क्याम्पबाट पार्क हो, पार्क साथीले पनि भ्लग गर्दैछ होइन। एरिया कस्तो हुन्छ भनेर होइन, मैलहरू हुने ठाउँ चाहिँ यही हो अस्ति है। यहाँ चाहिँ लोकलको घरहरू छ होइन। हामी आयौँ ल हामी चाहिँ अब यहाँबाट बिच बाटोबाट क्रस गर्न लाग्दैछौँ होइन। यहाँ परबाट गयो भने चाहिँ बाटो लामो छ कि, अब हामी सर्टकट बाटो जानु खोजेको मेन हाइवे हो कि। अब यहाँबाट पुलिसले भेट्यो भने त हामीलाई समाउँछ होइन, यो इलिगल हो, यहाँबाट बाटो काट्नु त हुँदैन होइन। अब यस्तो त्यस्तै नम्बर गाडी हुँदै जाँदैछौँ होइन। पानी परेर गएर बाटो त्यति धेरै गएको छैन। अब जबसम्म यो गाडी क्लियर हुन्छ तबसम्म हामी कुदेर बस्ने हो होइन। यो गाडी छ नि यस्तै आएको, यो गाडी क्लियर भएपछि मात्रै जाने हो है त।
हामी चाहिँ बाटो खाली भयो होइन यस्तो बिच बाटोबाटै बाटो क्रस गरेछ होइन फेरि यहाँ पनि वेटिङ यति धेरै गाडीहरू आएको छ त्यो वेटिङ गर्दै जब खाली हुन्छ तब तुफान दौडेर जाने हो होइन खाली खाली है यो गाडी पछि हो एउटा गाडी कति बिस्तारै कुरा गऱ्यो स्लोमा आएको अस्तिकै सुटेको ल यहाँ खाली भयो है अब हामी चाहिँ आनन्दले बाटोबाट है जाँदैछौँ होइन यहाँ खाली भयो है दौडी दौडी जानुपर्छ होइन यहाँ पुलिसले भेट्यो भने चाहिँ फेरि फाइन हान्छ है त पुलिसले भेट्यो भने 200 दिरहम फाइन हो होइन अब हामी जाँदैछौँ यहाँको टावर चाहिँ पुरै सोलर बाटो चल्दो रहेछ नेपालमा जस्तो बिजुली बाटो होइन अब घाम डुब्न लागेको छ है यहाँ दुबईमा चाहिँ अहिले दुबईमा कति बजे त घडी हेर्नु त दुबईमा 6 बजेको छ है नेपालमा त 7:08:15 जति भयो होला यहाँ हाइवे छ है अब हामी घर के भन्नु क्याम्प जाँदैछौँ यस्तो बल्ला छ आज पानी पर्यो नि त यहाँ दुबईमा पानी परेको भएर अस्ति नै पानी परेको थियो त्यही भएर होला यहाँनिर माटो उडेको छैन नत्र यहाँ चप्पलभरि माटो लाग्छ आकाश पनि सफा छ नेपालमा जस्तो प्राय आकाशहरू यहाँको धमिलो हुँदैन प्राय सफा नै भइबस्छ है त सफा हुन्छ होइन रम्बल यो बल्लालाई चाहिँ रम्बल भन्दो रहेछ यो पुरै बालुवा नि होइन यो माटो नि होइन कि पुरै मिक्स छ हावा आयो भने उठ्छ यो चप्पलमा कस्तै भिजाउँछ कि अरू बेला भए चाहिँ यो यति खुट्टा गाडिन्थ्यो होइन यो माटोमा कसरी खुट्टा गाडिन्छ कि आज चाहिँ पानी परेको भएर होला त्यस्तो छैन धुलो उडी पनि छैन तपाईँ के भन्नु चाहन्छ सो तपाईँहरू जतिजनाले हेर्नुहुन्छ मेरो साथीको युट्युब च्यानलबाट माया गरिदिनु होला उसलाई अनि त्यसपछि उसको युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब पनि गरिदिनु होला होइन अनि यस्तै त अब हामी सुरुमा अब केही कमी कमजोरी बोल्दाखेरि निस्क्यो भने त्यसको लागि चाहिँ क्षमा गरिदिनु होला अनि यदि लाइक गर्नुभएको छैन लाइक गर्नु होला अनि केही कमी कमजोरी निक्लेको छ भने त्यसलाई कमेन्टमा पनि भनिदिनु होला अनि यदि भिडियो अझ धेरै मन परेमा सेयर पनि गरिदिनु होला सेयर गर्नु नबिर्सिनु होला सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला साइडमा रहेको बेल आइकनलाई पनि बजाइदिनु होला ओके बाई